नमस्ते, तपाईहरु सम्पूर्णलाई स्वागत छ। आज चाहिँ मैले मेरो तपाईले थम्बनेल देख्नुभयो, टपिक देख्नुभयो, न्यूज देख्नुभयो के छ भन्दाखेरि कलरफुल वर्ल्ड अफ जेरेनियम। आज चाहिँ म टाइप्स अफ जेरेनियम र जेरेनियम मन पर्ने हामी सबैलाई चाहिँ आज भेराइटिज अफ जेरेनियमहरु के हो, कसो हो भन्ने कुरामा बताउन गइरहेको छु। कृपया भिडियोको अन्तसम्म बसिदिनुहोस् होला। ल तपाईलाई फेरि पनि स्वागत छ मेरो च्यानल केल्स गुरुङमा र तपाईको साथ सपोर्ट र मायाको लागि तपाईहरु सम्पूर्णलाई धन्यवाद भन्दै आजको भिडियोलाई सुरु गरे। हस्, फर्स्ट टाइप अफ जेरेनियममा चाहिँ जेरेनियम्समा चाहिँ यो जोनल हो। जोनल चाहिँ बीचमा सेतो सेतो हुन्छ अनि साइडमा यो अर्को कलर हैन। हेर्नुस् कति दामी छ हो, यो पनि दामी छ। र जोनलको मेरोमा अर्को कलर पनि छ, दुईटा अझै कलर छ, त्यो पनि म तपाईलाई देखाउँदै छु है। जोनलको फर्स्ट टाइप यो चाहिँ यो पनि जोनल यो चाहिँ हाइब्रिड टाइपको जस्तै छ जोनल। अब यो पुड्कोमै धेरै फुल्ने भएर चाहिँ हाइब्रिड भन्छौँ हामी। यो पनि जोनल हो। जोनल यो पनि सायद यो कलर अलिक सनको रिफ्लेक्सनले कस्तो देख्दै हुनुहुन्छ, जोनलै हो। दामी छ जोनल चाहिँ प्राय जस्तो सिंगल टाइपको देखिन्छ जोनल। यसमा अरु कलरहरु पनि हुन्छ होला, मेरोमा चाहिँ यति तीनटा कलर छ। ल कति दामी फुलेको छ हेर्नुस् त, ढकमक्क डल्लै फुल्दा त कस्तो गोली जस्तै देख्छ नि, डल्लोबाट। र अर्को टाइप चाहिँ छ आइबिए टाइप। आइबिए टाइप चाहिँ यो चाहिँ ह्याङ्गिङ गार्डनहरुको ह्याङ्गिङ, अब तपाईले ह्याङ्गिङ के रे बाल्कनीमा तपाईले लाउन सक्नुहुन्छ। यसलाई तपाईले यो आइबिए चाहिँ 12 मास फुलिबस्छ हैन। आइबिए को पनि धेरैवटा कलर हुन्छ, मेरोमा चाहिँ विशेष दुईटा कलर छ। यो एउटा भयो, अर्को चाहिँ रातो छ। यो रातो छ, यो रातो पनि 12 मास फुलिबस्छ। यसलाई जति ट्रिम गर्यो, जति डेड हेड ट्रिमिङ गर्यो, डेड हेड प्रुनिङ गर्यो, त्यति बेसी फुलिबस्छ। यो चाहिँ तपाईले ह्याङ्गिङ गमलाहरुतिर अथवा बाल्कनी साइडमा लगाइदिनु भयो भने ह्याङ्गिङ भएर मजाले दामी भएर आउँछ। आइबिएमा चाहिँ बाल्कन सिरिज एउटा भयो, बाल्कन सिरिज र समर शावर। यो रातो चाहिँ समर शावर्स, यु क्यान टेक इट एज अ समर शावर। र यो चाहिँ बाल्कन सिरिज चाहिँ बाल्कनीमा एकदमै ह्याङ्गिङ भएर ठुलो गाछ भएर फुल्छ र यो एकदमै एट्र्याक्टिभ कलर छ। यो चाहिँ आइबिए सिरिज भयो। आइबिए सिरिजमा अर्को पनि एउटा छ कलर, ब्लू हुन्छ, तर त्यो चाहिँ आइबिए र अर्को एउटा मिक्स छ। आइबिए र तपाईको हार्डीमा चाहिँ मिक्स हुन्छ। अब यो चाहिँ हो रिगलमा चाहिँ तपाईको एलिगेन्स सिरिज र एक्हाई सिरिज छ। यसको थुप्रो कलर हुन्छ। यो अर्को कलर, यो चाहिँ मिक्स कलरमा हुन्छ। कति दामी छ हो। एक्हाई पनि छ, एक्हाई। अब त्यस्तो डिटेल त मलाई थाहा छैन, बट आई नो सम नेम्स। कतिवटा रेयर भेराइटिजहरु पनि छ, कसैले कुनै के रोज कुनै के भन्छ, त्यस्तो रोज भेराइटीहरु चाहिँ मलाई थाहा भएन। तर अब रोजको आकार भएको कारणले गर्दा चाहिँ मान्छेले यो रोज भेराइटी यो कुनै के भनेको होला।
तर आकारको हिसाबले भन्दा पनि यो चाहिँ भेराइटीको हिसाबले हुँदो रहेछ। मैले आई हेभ डन सम रिसर्च, मेरोमा कतिवटा त्यस्तो छ होला भनेर यसो हेर्दाखेरि मैले यो रिगलमा योहरू भेटाएँ। यो पनि रिगलै हो, अलिअलि यसको पनि झन्डै झन्डै यहाँनिर हेर्दाखेरि फ्लावर प्याटर्नहरू चाहिँ रोजको चाहिँ गुचुमुची जस्तै छ र रिगल भेराइटी रहेछ। रिगल एखाई र एलिगेन्स सिरिज चाहिँ हुँदो रहेछ रिगलमा चाहिँ। यो पनि रिगल दामी छ। रिगल हेर्नुहोस् है कस्तो दामी फुलेको छ रिगल कलर। अझै यसको पर्पल कलर पनि हुन्छ। यो चाहिँ अब जोनलै हो, जोनल। यो अलिकति हिजो पानी परेर यसको एकदमै अवस्था खतम भइरहेछ कि, र पनि मैले तपाईँहरूलाई देखाएको। अब लास्ट वानमा चाहिँ छ हार्डीमा चाहिँ यो चाहिँ अलिकति बुसी हुन्छ। यसलाई चाहिँ तपाईँले बेसी डेड हेड कटिङ पनि गर्नु पर्दैन। यो आफै नै प्लान्ट आफै बुसी हुन्छ। अनि कसैले चाहिँ यो चाहिँ हाइब्रिड भेराइटी भनेर भन्छ, तर यो चाहिँ हार्डी जेरेनियम्स। यो चाहिँ तपाईँको एउटा चाहिँ हुन्छ जोन्सन ब्लू। म तपाईँलाई एकछिनमा जोन्सन ब्लू देखाउने छु। यो चाहिँ हो रोजाना हार्डी जेरेनियम। रोजाना हार्डी जेरेनियममा देयर आर भेरिएन्ट्स अफ कलर्स। कलर चाहिँ हो यो वाइट। यो पनि रोजाना हार्डी जेरेनियम। हेर्नुहोस् त, रोजाना हार्डी जेरेनियम। तपाईँ यति बेलासम्म मेरो च्यानल हेरिराख्नु भएको छ भने कृपया मेरो भिडियोहरू मन पर्यो, मैले दिएको जानकारीहरू मन परेको छ भने प्लिज सब्सक्राइब चाहिँ गरिदिनु नभुल्नुहोस्। अनि भिडियोलाई लाइक पनि गरिदिनुहोस्, ताकि म अझै यस्ता जानकारीमूलक भिडियो बनाउनुलाई अझै प्रोत्साहित म हुन सकूँ है। सब्सक्राइब चाहिँ दया गरिदिनुहोस् ल। यो पनि हार्डी हो, आफै बुसी हुन्छ। यो आफै बुसी हुन्छ। यसलाई चाहिँ बुसी बनाउनु पर्दैन, डेड हेड कटिङ गर्नु पर्दैन, आफै बुसी हुन्छ। र यो चाहिँ एकदमै धेरै बेसी कोपिला पनि आउँछ, फुलिबस्छ। ल हेर्नुहोस्, तर अफसोस यहाँ चाहिँ किरा लागेको रहेछ। यो किरालाई चाहिँ हातैले अचत्तचित पारिदिनु पर्ने हुन्छ। हेर्नुहोस् कति दामी छ यो हार्डी, रोजाना हार्डी भेराइटीको जेरेनियम है। जेरेनियम तपाईँलाई कुन प्रकारको जेरेनियम मनपर्छ, तपाईँकोमा कस्तो प्रकारको जेरेनियम छ, कुन चाहिँ जेरेनियम तपाईँले फुलाउँदै राख्नु भएको छ, कृपया कमेन्टमा भन्नुहोस् होला। तर अफसोस यहाँ किरा लागेको रहेछ। यो किराहरू चाहिँ पानी पर्ने बित्तिकै चाहिँ किरा चाहिँ चेक गरिहाल्नुहोस्, नभए चाहिँ कोपिलालाई चाहिँ खतम अवस्थामा पुर्याइदिन्छ। कस्तो दामी छ यो हार्डी रोजाना भेराइटी। अरू कसैले रेयर भेराइटी हुन्छ, सेन्टेड पनि हुन्छ। सेन्टेड चाहिँ मेरोमा छैन। पेलार्गियम कुनै के त्यसको साइन्टिफिक नेमहरू छ। सेन्टेडमा चाहिँ तपाईँको अब म तपाईँलाई फोटो राखिदिने छु, त्यो फोटोमा तपाईँले सेन्टेड भेराइटिजहरू पनि हेर्नुहोस्। लु हार्डी भेराइटीमा चाहिँ यो चाहिँ जोन्सन ब्लू। कति दामी छ हेर्नुहोस् त, जोन्सन ब्लू हो। यो हार्डी भेराइटीको जोन्सन ब्लू कति फुलेर सकेछ, यहाँ फुलिरहेछ।
यसको चाहिँ कटिङ एकदमै सर्नै साह्रो पर्छ, सार्नु गाह्रो हुन्छ। ल हामी चाहिँ यसलाई प्याल्गेनियम भन्छौँ। म चाहिँ विशेष गरी यसलाई प्याल्गेनियम भन्छु। प्याल्गेनियम पनि धेरै धेरै कलरको हुन्छ, तर मैले यसो हेर्दाखेरि चाहिँ यसलाई नै चाहिँ तपाईँको सेन्टेड जेरेनियम भन्दो रहेछ। अब सेन्टेड जेरेनियममा चाहिँ तपाईँको रोज सेन्टेड, लेमन सेन्टेड, मिन्ट, नटमेग और एप्पल सेन्टेड जेरेनियम हुँदो रहेछ। सेन्टेड जेरेनियम मेरोमा त्यस्तो छैन, हामी प्याल्गेनियम भन्छौँ यसलाई, प्याल्गेनियम। र कोही कोही बेला हामी यसलाई चाइनिज जेरेनियम पनि भन्ने गर्छौँ। र म तपाईँलाई सेन्टेड यो प्याल्गेनियमको फोटोहरू राखिदिने छु, म एउटा भिडियोमै सर्ट गरेर तपाईँले हेर्नुहोस् होला है। अन्तिमसम्म हेर्नु भएको छ भने कृपया सब्सक्राइब र लाइक गर्न चाहिँ नबिर्सिनुहोस्। ल मेरो भिडियो पनि धेरै लामो भयो होला र आजको लागि यो सुन्दर फुल जस्तै तपाईँहरू पनि ढकमक्क चम्किनु होला, फुल्नु होला। तपाईँकोमा कुन भेराइटीको फुल छ, जेरेनियम छ, त्यो पनि मलाई कृपया कमेन्ट गरेर बताउनुहोस् होला है। सायद मैले बताएको कुरामा तपाईँलाई चित्त बुझ्यो बुझेन त्यो पनि भन्नुहोस् होला है। कति दामी छ यो। पर्पल पनि हुन्छ मेरोमा चाहिँ, पर्पल होइन, डार्क त होइन, लाइट पर्पल छ, तर अब त्यो कटिङमै छ, फुल्ने बेला भएको छ। फुलेपछि म तपाईँलाई देखाउँछु है। ल आजको लागि चाहिँ बिदा माग्छु। टाटा बाई बाई, लभ यु अल, टेक केयर। अर्को भिडियोमा भेट्ने बाचा गर्दै आजको लागि यति नै। सी यु अल। र अर्को हप्ता चाहिँ म गोदावरीको विषयमा बताउने प्रयास र कोसिस गर्नेछु। हस्।